हेलो गाइस, फेरि पनि तपाईँहरूलाई होइन भ्लगमा स्वागत गर्न चाहन्छु। यस्तै छ गाइस पारा। अहिले चाहिँ म कहाँ गएको भनेर तपाईँहरूले भन्नुहुन्न होइन। अहिले चाहिँ म आलु अस्ति रोपेको थियो, आलुबारी जाँदैछु। आलुबारी आलु खन्नलाई। आलु यसपालि त्यस्तो भनेको जस्तो फलेन, नयाँ जग्गामा रोपेको भनेको जस्तो भएन। निकाल्नु भनेर आजको भ्लग चाहिँ म यस्तै पाराले चाहिँ रमाइलो तरिकाले चाहिँ बनाउन लाग्दैछु है। यहाँ छ गाइस आलुबारी चाहिँ हो। आलुको बोट चाहिँ मरिसकेको छ सबै। म यो यति छ, परदेखि यति यहाँसम्म छ। म कसो गरौँ भन्दाखेरि चाहिँ म परदेखि चाहिँ यहाँदेखि चाहिँ उता खन्दै जानु पर्यो गाइस। यस्तो हुन्छ है, सानो सानो यो के को यो दाना सानो सानो दाना। म त्यतिकै भन्छु के गर्ने सानो सानो दुःख चाहिँ ओभर भयो यार। आलु चाहिँ छैन, एउटा बोटमा 4 दाना, 5 दाना राखेको छ। खोइ यहाँ चाहिँ अलिक धेरै रहेछ है त, यहाँ चाहिँ अलिक धेरै रहेछ। यहाँ चाहिँ अलिकति रहेछ है। भनेको जस्तो चाहिँ छैन। खोइ त बोट अनुसारको चाहिँ हुनुपर्ने छैन यार। लगाए चाहिँ यत्रो मैले खने होइन, यति नै निक्लेको। यहाँ यति छ होइन, अझै छ यो बिचमा खन्नु बाँकी छ होइन। यो बिचमा कति निक्लिन्छ हेरौँला। यहाँ चाहिँ यति, यहाँ यति छ। लगाइज सक्यो है फाइनली। अब म यसलाई भेला पार्छु अनि बोरामा हाल्छु है त ल।
लगाइछ फाइनली होइन। यहाँ एक प्लास्टिक भयो, यहाँ 25 केजीको बोरा, एक बोरा भएको छ है त। सकाइसकेछ रहेछ। खराब भयो है, खराब भयो। ल फाइनली रूपले आलु पनि खनिसक्यो, तर भगत भनेको जस्तो नफल्देर चाहिँ अलिकति दुःखमन छ। कारण 25 केजीको बोराभरि र 10 केजी लगभग 35 केजी जति चाहिँ फलेछ। पहिला 7 केजीले 40 केजी फलेको थियो, अहिले 10 केजीले 35 केजी जति चाहिँ समथिङ फलेछ। त्यसमा चित्त बुझाउनु पर्यो। ल आजको भ्लग यहीँ राख्छु। अब म नुहाउँछु, फुटबल खेल्न जान्छु। यस्तै छ गाइस। ल बाई बाई।